चलो अब सिधा घर यहाँबाट ट्याङ 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 आवाज आउँछ उल्टा पऱ्यो भने फेरि ल आज हामी यता चापागाउँबाट खोकना जाँदैछौँ डुङ्गेमती खोकना यता सर्टकट बाटो जाँदैछौँ बाटोको अवस्था कस्तो छ हेरौँ ताजा अपडेट है त सर्टकट बाटोको यहाँबाट ठेचो निस्किन्छौँ ठेचो यता गाविस के भवनबाट भित्र गएर अनि त्यहाँ सर्टकट बाटो जानुपर्छ कस्तो रहेछ हेरौँ नआएको चाहिँ धेरै भयो यो बाटो आज यताबाट जाँदैछु एकचोटि कुन बेला आएको थिएँ म त्यो पानी परेको बेला आएको थिएँ क्या त्यो साउन भडौ कुन महिनामा एकचोटि आएको थिएँ बाटो चाहिँ डेन्जर खटम थियो कच्ची बाटो त्यसमाथि हिलो अहिले त राम्रै छ भन्ने सुनेको थिएँ हेरौँ कस्तो छ पानी नपरेपछि ठिकै होला कच्ची भए पनि अरू भन्दा नि धुलो चाहिँ हो क्या धुलो चाहिँ कि धुलोको समस्या कि पानीको समस्या हिलोको समस्या धुलो हिलोले त छोड्दै नछोड्ने भएन यो नेपालमा अब पानी परेको छैन धुलोको समस्या हातछुँ गर्दा पनि धुलो उठ्छ हो थाक फेरि मास्कै लाउनु भुलिछु मैले अस्ति मैले डाइरेक्ट त्यो फोनबाट रेकर्ड गर्दाखेरि चाहिँ भोइस त ढोस्दै भएको थियो क्या नोइज आएर कस्तोरी रोक्यो अब यार गाडीहरू त डेन्जरै हो क्या फेरि भित्रको बाटो जानुपर्छ क्या भित्रको पनि अफै रोड छ क्या फेरि यो पनि के ढलान भने मात्र ढलान हो अफरोड भन्ने कम छैन यहाँनिर फेरि यस्तो सेक हुन्छ क्यामेरा हेर न अब यहाँनिर पुगेपछि पुरै खाल्डो खुल्डो गुरुङ छ क्या यहाँ गाडी पनि रोक्ने ठाउँ हुन्छ नि यार जहाँ पनि रोकिदिने भने ल ललित खबर चापागाउँ पुलिस बिटनिर आइपुगेका छौँ हामी कैँची यता कैँचीको प्रचार प्रसार चलिरहेछ फेरि कैँची केबाट हो साँच्ची कैँचीको को चाहिँ उठाएको थियो कैँचीबाट यादै भएन यार आयो अर्को के हो यो फेरि यो नि कैँची नै रहेछ हो र हो यो पनि कैँची नै रहेछ कैँची होस् या घन्टी होस् हामी चाहिँ सिजर पेपर रक भने जस्तो भयो यो के हो कुखुरालाई दाना खुवाउने हो कि यो कुखुराको त्यो दाना हाल्ने बकेटमा चाहिँ यो घाप्पा राखिदिन्छ अनि एउटा कुखुराले एउटा टाउको छिराउँछ नि एक ओभरटेक हान्नुपर्छ के हो यहाँबाट मैले त फेरि बिस्तारै जानै झ्याउ लाग्छ त अब हामी यहाँबाट भित्र जान्छौँ अब गाडी आयो नि नआयो नि के
अस्ति त्यो नोइस आएर मैले आज चाहिँ यो इयरफोन वायरवाला इयरफोन युज गरेको छु क्या माइकको लागि। फ्लाइट मोडमा हाल्नुपर्ने यार, फेरि फोन आयो भने त नयाँ भन्छ कि। कस्तो झ्याउ गरे क्या यो गाडीहरूले, छ्या। एक त ढुलो उडाउने उत्तिकै, दोस्रो त फेरि यो साइड पुग्दैन, यहाँ बाटो पुग्दैन। यसरी रोकेर बस्नुपर्छ। साइनस भएर मलाई बहुत टेन्सन छ के, नाक बन्द हुने, खुइ 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 ठै। अब हामी जान्छौँ यो वडा कार्यालयबाट लेफ्ट लागेर सोह्रखुट्टे निस्कन्छौँ हामी। सोह्रखुट्टे भनेर उता काठमाडौँको सोह्रखुट्टे होइन नि, फेरि यता हाम्रो बुङ्गुमतीको सोह्रखुट्टे। यहाँ छ हाम्रो वडा कार्यालय। यहाँ हामीहरू लेफ्ट लाग्छौँ। यहाँबाट सोह्रखुट्टे पुग्छ कि ठ्याक्कै बुङ्गुमती सोह्रखुट्टे, डिसोमको तल। यो बाटो हेरौँ, पहिला त धेरै हिँडेँ म यो बाटो, आजकल चाहिँ नहिँडे धेरै भयो। एकचोटि त्यही पानी परेको बेला आएको थियो कि, त्यही दुःख पाएदेखि मलाई यो बाटो हिँड्नु मन थिएन नि, त्यो आउँदै आएन। आज चाहिँ गइदिउँ भनेर फेरि यो ओह्रालोसम्म त ढलानै छ, बाटो त ठिकै छ। ढलान र ढलान, तर स्मुथ छैन क्या, स्मुथ। स्काई बोर्डर आयो त केटा यार, बाटो साथै त बन्न छैन नि यहाँ। मलाई त फेरि डोजर सोजरहरू देख्यो भने त डर लाग्छ हो। फेरि कहाँदेखि आएको यार, फेरि बाटो बन्द रहेछ भने त फर्किनुपर्छ त, रिङबाट लाग्ने गरी। सोध्नु पर्ने यार कसैलाई त, यहाँ बाटो बन्द छ कि छैन भनेर। यो बेलाको त ठिकै छ कि। अब यस्तो ढुलो उठ्छ यो अफरोडमा भनेपछि, अब पानी पर्ने बेला कस्तो होला त, यहाँ पुरै पुरै हिलो के, पुरै हिलो। कि हिलो कि ठुलो भने यही हो। कुदाओ मामफुली, कम ढुलो उठ्छ बाहिर, पछाडि हेर न, बाहिर अरे फेरि। यता खोकना रे, के बुङ्गुमती भन्ने त खोकना रे। यता त ढलान गरे रहेछ, पहिला यो ढलान गरे पनि यहाँबाट आउनु मिल्थेन क्या, यताबाट साइडबाट आउनुपर्ने रहेछ। अहिले चाहिँ दुवैपट्टि ढलान गरिसकेको रहेछ। यहाँदेखि खत्तम हो कि बाटो, एक नम्बरको खत्तम बाटो भने यहीँबाट हो कि, यहाँ उठेर चलाउनु पर्ने अवस्था छ क्या फेरि। नभए त घ्याद्र कुद्रो घ्याद्र कुद्रो घ्याद्र कुद्रो, उठेर कुदाउनुपर्छ के हो। यस्तो छ बाटोको कन्डिसन। कोही कतै ठेचोबाट बुङ्गुमतीबाट ठेचो आउँदै हुनुहुन्छ भने सर्टकटको बाटो यो हो है। ल यहाँ चाहिँ ढलान गरिसकेको रहेछ। ल म अस्ति आउँदाखेरि, अस्ति भन्दा पनि यो पानी परेको बेला आउँदाखेरि चाहिँ यहाँ थिएन यस्तो ढलान। यहाँ चाहिँ मजाले ढलान गरिसकेको रहेछ। ल टर्निङ चाहिँ ठ्याक्क पोइन्ट, सबसे अप्ठ्यारो बाटो चाहिँ ढलान गरेर राखेको रहेछ। अगाडि ट्रक गइरहेछ कि फेरि मामफुली। यस्तो ढुलो उडाउँछ नि यसले फेरि।
अबुई खनेर राखेको रहेछ यार यसलाई ओभरटेक हान्नुपर्छ के हो ओभरटेक हान्ने नि बाटो हुनु पर्यो नि त फेरि केटा हान्देऊ माफुली म त कुदाइदिन्छु फेरि जहाँ पनि बरु लरोस् मतलब भएन कुदाउन चाहिँ छोडिँदैन कि केटाले फेरि यस्तो छ है बाटो कन्डिसन कोही कता ए यहाँ पनि ढलान यो होइन मामफुलीसम्म चाहिँ बनाएर राखेको रहेछ ढलान नभए पनि ढलान हो र यो होइन त सम्म मात्र बनाएर पेलेर राखेको रहेछ यो चाहिँ हो कि 1 नम्बर खतम बाटो पहिला अहिले चाहिँ चिटिक्क बनाएर राखेको रहेछ टाइट ठुलो ल नक्खु पुलमा आइपुग्यौँ हेभी गाडी प्रवेश निषेध रे यहाँदेखि त फुल पिच हो फेरि उहिले जमानदेखि हो क्या यहाँ त नक्खु पुल कटेपछि पुरै पिच हो क्या यहाँबाट सोरखुट्टे नपुगेसम्म मजाको पिच छ क्या यहाँबाट यस्तो ठाउँमा पिच बनायो भने हतपति बिग्रिँदैन पनि किनकि गाडी खासै चल्दैन गाडी खासै नचल्ने भएपछि बिग्रिँदैन केटा यो मलाई एउटा भनिदियो त यार यो हाम्रो वायरवाला माइक जोडेको छु मैले यसमा होइन यो वायरवाला माइकमा चाहिँ नोइज कन्ट्रोलको लागि चाहिँ के गर्नुपर्छ होला यसमा मलाई स्योर थाहा छ कि यसमा नि नोइज आउँछ भनेर म पहिला यता सुनाकुथीबाट आउँदाखेरि यो बाटो आउँथेँ उति स्कुटर गइरहेको ठाउँबाट यहाँबाट आउँथेँ माथिबाट तर उताको बाटो पनि राम्रै छ सुनाकुठीको बाटो पनि खासै नराम्रो चाहिँ छैन कि तर यो टाइममा चाहिँ यहाँबाट पनि ठिकै रहेछ ठिकै भन्दा नि अब राम्रै भनौँ न यतिसम्म त पहिलाभन्दा त धेरै इम्प्रुभ गरिसकेको रहेछ बाटो ठाउँमा धेरै अप्ठ्यारो ठाउँमा चाहिँ कहीँ सम्म गरेर रहेछ कहीँ ढलान गरेर रहेछ अन्त भने त अब थोरै त भइहाल्छ अब यो बाटो खतरा छ फेरि बस साथीलाई यहाँ लडाउन लाग्यो भन्दै थियो एउटाले माथिबाट जानुपर्छ होला यार आज बुङमतीबाट नजाउँ यहाँ माथिबाट जाउँ छ्यासीकोटबाट चल्नुपर्छ कुदाऊ फुल स्पिड कुदाऊ म्यादी आजकल त म्यादीमा टन्नै छ मान्छेहरू आम्मामा केटाले मेरो स्पिड कति कुद्यो थाहा छैन भन्दै थियो स्पिड मिटरै सुन्नु नभइरहन्छ जहिले नि मेरो स्पिड मिटरै बिगाएछ कि यहाँबाट झर्नुपर्छ बेगमबली रिसोर्ट कति चाहिँ बज्यो हो यहाँबाट त फोन निकाल्नुपर्छ होला यार मलाई लाज लाग्छ यार घरतिर यसरी जान त लाज लाग्छ पुरा यार अलिकति च्याट्ट सब्सक्राइबरहरू पनि झ्याप्प भयो पो ठिकै छ भन्नलाई